नमस्कार साथीहरू, आज चाहिँ म तपाईँहरूलाई नयाँ फेसबुक आइडी कसरी बनाउने भन्ने विषयमा यस भिडियो मार्फत जानकारी दिन गइरहेको छु। यदि तपाईँहरू पनि नयाँ फेसबुक आइडी बनाउँदै हुनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नुहोला। सर्वप्रथम तपाईँले आफ्नो मोबाइलमा रहेको प्ले स्टोरलाई ओपन गर्नुहोला। प्ले स्टोरलाई ओपन गरिसके पछाडि माथि सर्च बारमा लेख्नुहोला फेसबुक भनेर हजुरले यसरी सर्च गरिदिनु होला। सर्च गरिसके पछाडि यहाँ अपडेट मागेको छ भने हजुरले एकचोटि यहाँ अपडेट गरिदिनु होला। मेरो चाहिँ यहाँ अपडेट मागेको रहेछ, म यसलाई अपडेट गर्नेछु। अपडेटले के हुन्छ भने फेसबुकले नयाँ नयाँ सेटिङहरू एड गरेको हुनसक्छ। अपडेट गरिसके पछाडि त्यो सम्पूर्ण सेटिङहरू एड हुने गर्दछ। अब हाम्रो यहाँ इन्स्टल हुँदैछ, देख्न सक्नुहुन्छ हाम्रो यहाँ ओपन भनेर आइसकेको छ। अब तपाईँहरू एकचोटि यहाँबाट ब्याक आउनु होला। ब्याक आइसके पछाडि आफ्नो मोबाइलमा रहेको फेसबुक एप्सलाई ओपन गर्नु होला। फेसबुक एप्सलाई ओपन गरिसके पछाडि अब हामी चाहिँ यहीँबाट फेसबुक अकाउन्ट क्रिएट गर्नेछौँ। अब हजुरले यहाँ देख्न सक्नुहुन्छ आई अलरेडी ह्याभ अ प्रोफाइल रहेको छ। तपाईसँग अलरेडी छ भने हजुरले यहाँबाट लगइन गर्न सक्नुहुन्छ, छैन भने गेट स्टार्टमा हजुरले एकचोटि क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि अब यहाँ देख्न सक्नुहुन्छ अलाउ मागेको छ, अलाउ गरिदिनु होला। अलाउ गरिसके पछाडि अब तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ हाम्रो यो ब्राकेटभित्र फर्स्ट नेम रहेको छ र हजुरले यहाँ अर्को देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ लास्ट नेम रहेको छ। अब तपाईँहरूले चाहिँ फर्स्ट नेम राख्नु होला। म चाहिँ यहाँ फर्स्ट नेम आरएजे राज खत्री भनेर राख्दिएँ, राज राख्दिएँ र लास्ट नेममा खत्री भनेर राखिदिनेछु, खत्री राखिदिएँ। यति गरिसके पछाडि अब हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो नेक्स्टको अप्सन सो भइरहेको छ, यसमा हजुरले क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसके पछाडि अब हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो डेट अफ बर्थ रहेको छ, यहाँ 2025, 26, 27 रहेको छ। हजुरहरू कुन हुनुहुन्छ त्यो सिलेक्ट गर्नु होला। त्यस पछाडि तपाईँले यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ दिन रहेको छ, कुन दिन रहेको छ त्यो सिलेक्ट गर्नु होला र हजुरले यहाँ मन्थ सिलेक्ट गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ। अब म चाहिँ यहाँ डेट अफ बर्थ सिलेक्ट गरिदिनेछु। डेट अफ बर्थ सिलेक्ट गरिसके पछाडि सेटमा क्लिक गरिदिनु होला। अब हजुरले फेरि यहाँ नेक्स्ट रहेको छ, नेक्स्टमा एकचोटि क्लिक गरिदिनु होला। नेक्स्टमा क्लिक गरिसके पछाडि अब तपाईँहरू पुरुष हुनुहुन्छ भने हजुरले मेल सिलेक्ट गर्नु होला र महिला हुनुहुन्छ भने हजुरले फिमेल सिलेक्ट गर्नु होला। म चाहिँ यहाँ मेल सिलेक्ट गर्ने र नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसके पछाडि अब तपाईँहरूले आफ्नो मोबाइल नम्बरबाट फेसबुक आइडी बनाउँदै हुनुहुन्छ भने हजुरले यहाँ ब्राकेटभित्र मोबाइल नम्बर राख्नु होला। यदि तपाईँ मोबाइल नम्बरबाट बनाउन चाहनुहुन्न, इमेल राखेर बनाउन चाहनुहुन्छ भने हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो साइन अप इमेल रहेको छ, हजुरले साइन अप इमेलमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसके पछाडि अब यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यो मोबाइलमा भएको इमेल यहाँ एड भइसकेको छ। अब हजुरले एकचोटि नेक्स्टमा क्लिक गरिदिनु होला। नेक्स्टमा क्लिक गर्ने बित्तिकै अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ क्रिएट अ पासपोर्ट रहेको छ। त्यस्तै गरी तल रहेको छ क्रिएट अ पासपोर्ट विथ एट लिस्ट रहेको छ, 6 लेटर अर नम्बर रहेको छ। हजुरले 6 अङ्कभन्दा माथिको लेटर र नम्बर प्रयोग गरेर हजुरहरूले यहाँ ब्राकेटभित्र स्ट्रङ पासपोर्ट राख्नु होला। स्ट्रङ पासपोर्ट राखिसके पछाडि अब तपाईँहरूले यहाँ नेक्स्ट रहेको छ, हजुरले यो नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसके पछाडि अब फेरि यहाँ देखाइएको छ सेभ पासपोर्ट टु गुगल पासपोर्ट म्यानेजर रहेको छ। यदि तपाईँहरू गुगलमा आफ्नो फेसबुकको पासपोर्ट सेभ गरेर राख्न चाहनुहुन्छ भने हजुरले सेभमा क्लिक गर्नु होला। सेभ गर्न चाहनुहुन्न भने नट नाउमा क्लिक गर्नु होला। यति गर्ने बित्तिकै साथीहरू अब हजुरले यहाँ देख्न सक्नुहुन्छ आई एग्रीमा हजुरले क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गर्ने बित्तिकै साथीहरू यहाँ देख्न सक्नुहुन्छ इन्टर द कन्फर्मेसन कोड रहेको छ। हजुरले यहाँ कोड राख्नुपर्ने हुन्छ, 6 अङ्कको कोड। हजुरहरूले केबाट खोल्नु भएको, जिमेलबाट खोल्नु भएको छ भने तपाईँको जिमेलमा आउने गर्दछ र मोबाइल नम्बर राख्नु भएको छ भने मोबाइलको म्यासेजमा हाम्रो कोड आउने गर्दछ। हाम्रो चाहिँ जिमेलमा आएको छ, हामी जिमेलमा गएर हेर्नेछौँ। जिमेललाई ओपन गर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ 822003 हाम्रो चाहिँ कोड आएको छ। म चाहिँ कोड राख्न गएँ। कोड राख्ने बित्तिकै अब हजुरले यहाँ नेक्स्टमा क्लिक गरिदिनु होला। नेक्स्टमा क्लिक गर्ने बित्तिकै साथीहरू अब तपाईँहरूले चाहिँ यहीँबाट प्रोफाइल पिक्चर एड गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ एड प्रोफाइल पिक्चर भनेर यहाँ सो गरिरहेको छ भने हजुरले यहाँबाट एड नगरिकन स्किप पनि गर्न सक्नुहुन्छ। पछि गएर तपाईँहरूले आफ्नो प्रोफाइल पिक्चर एड गर्न सक्नुहुन्छ। मैले यहाँ स्किप गरिदिएँ। स्किप गर्ने बित्तिकै यहाँ भनेको छ फेसबुक आइडी खुलिसकेको छ। अब हजुरले यहाँ देख्न सक्नुहुन्छ टु फाइन्ड फ्रेन्ड फास्टर अलाउ सक्सेस टु कन्ट्याक्ट्स रहेको छ। अब तपाईँहरूले आफ्नो मोबाइलमा सेभ गरेको नम्बरहरूलाई चाहिँ यो फेसबुकको फ्रेन्ड रिक्वेस्ट पठाउन चाहनुहुन्छ भने हजुरहरूले टर्न अन गर्नु होला। मैले चाहिँ नट नाउमा क्लिक गरिदिएँ। नट नाउमा क्लिक गरिसके पछाडि स्किपमा क्लिक गरिदिएँ। स्किपमा क्लिक गर्ने बित्तिकै साथीहरू अब तपाईँहरूले फेरि यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ
एड मोबाइल नम्बर भनेको छ। हजुरहरूले आफ्नो मोबाइल नम्बर पनि राख्न सक्नुहुन्छ र हजुरले यहाँ स्किप पनि गर्न सक्नुहुन्छ। तल देख्न सक्नुहुन्छ स्किप रहेको छ। म चाहिँ यहाँ मोबाइल नम्बर नराखिकन स्किपमा क्लिक गर्दै। स्किपमा क्लिक गर्ने बित्तिकै साथीहरू हाम्रो फेसबुक खुलेर आइसकेको छ। अब हजुरले यसलाई अलाउ गरिदिनु होला। अलाउ गर्ने बित्तिकै अब हाम्रो फेसबुक आइडी चाहिँ यहाँ खुलेर आइसकेको छ। अब तपाईँहरूले प्रोफाइल पिक्चर राख्नको लागि यहाँ क्लिक गरेर आफ्नो प्रोफाइल पिक्चरलाई सेट गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो? भिडियो मनपर्छ भने भिडियोलाई लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर राख्न नभुल्नु होला।